समाज परिवर्तनको लागि जातीय भेदभावको अन्त्य गरौँ। राखे
आमा मन्दिर जानुपर्छ, छिटो छिटो तयार हुनु। म पनि तयार भइहाल्छु। छोरी तयार भयो होइन त? भयो बाबा। हेर फेरि ढिलो हुन्छ सायद। ल हैन बहिनी। हजुर किन नि? तनाव त हुन्न नि? ए ल ल। जुने तयार हुने होइन? हुने आमा, बिस्तारै, हतार छैन। अलि ढिला हुन्छ होला रे उताबाट आउनलाई। धोका त हुन्न होला नि? हुन्न होला जस्तो लाग्छ। कति बजेतिर बोलाकी छेस र? 1 बजेतिर। किन त ढिला? खै त्यो त थाहा छैन। ल ल बिस्तारै तयार गरेर जाऊ न त। आमा तपाईँ पनि मसँग हिँड्नुहोस्। म किन जानु र? छोराको बिहेमा आमा जान्दिन, बुहारी भित्र्याउने तयारी गर्छु। मेरो लागि बाबा पनि तपाईँ, आमा पनि तपाईँ। तपाईँले बा आमा दुवैको कर्तव्य पुरा गर्नुभएको छ। बाले त लात हानिहाल्यो, तपाईँले अब यहाँ आमाको कर्तव्य पुरा गर्नुभयो, उता गएर बाको कर्तव्य पुरा गर्नुहोस्। हेर्नुहोस् माया, रातले ठिक भन्यो, हिँड जाउँ। यता आमाको कर्तव्य पुरा गर्यौ, अब उता बाउको कर्तव्य गर्नेछौ। राजको लागि भए पनि तपाईँ जानुपर्छ। छोराको बिहेमा आमा जानु हुँदैन भने पनि आज तपाईँ जानै पर्छ। राजको लागि भए पनि तपाईँ जानुपर्छ। ल जानै पर्छ भने म ब्याग लिएर आउँछु नि त है। ल हेर आज रातलाई बेहुलो भएको कति राम्रो सुहाएको चिटिक्क परेको। आहा म पहिलेदेखि राम्रो थिएँ नि आमा, होइन र?
त्यो त हो। अब ढोकाले लाएर जान्छ होला है। कोही त छैन घरमा। बेच गोपी तैँले बिहे गरेर बचाएर बाबा खै त राजको परिवार त अहिलेसम्म आइपुग्नु भएको छैन त। आउँदै होला नि। अब हामी केटी पक्ष पर्यो, अलिक चाँडो आउनु परिहाल्यो। केटा पक्ष भनेको अलिक ढिलै आउँछन् क्या। पण्डितजी। हजुर नारायण। नारायण नारायण। सबै तयार छ होइन? हजुर एकदम सबै तयारी छ। म यसो पूजा गर्दै गर्छु है। हस् हस्। बाबा आखिर यो दिन आएरै छाड्यो। राजलाई पाउन पार्वतीले गरेको तपस्या सफल भयो। सफल बनाउन के गरिएन? जाल बुन्नु पर्यो। त्यो राजलाई जालमा पार्न धेरै मेहनत गर्नु पर्यो। तन्न बाबाले मेरो प्लानमा साथ दिनुभयो। तिम्रो खुसीको लागि त्यति पनि गर्न सक्दिनँ त म? मान्छे मार्न त सक्छु भने जाब मान्छे किन्न सक्दिनँ। राजको घरको लालपूजा हातमा परेपछि सहज भयो यो प्लान अगाडि बढाउनलाई। अनि राजको घमण्ड तोड्नलाई। राजले आफ्नो परिवार विस्थापित भएको कसरी हेर्न सक्छ? फेरि रवि राजको बाउले पनि हाम्रो प्लानमा साथ दियो। ऊ पनि चाहदैन थियो राज र जुनीको बिहे होस् भनेर। एउटा दलित भित्राउनुभन्दा बरु मर्छु भन्थ्यो। हो त्यही कुराको फाइदा उठाएँ मैले। राज कसैको कुरा नसुन्ने भएको थियो। त्यही भएर राजको बाउ पनि यो नाटक गर्न राजी भयो। सम्पर्क विहीन भएर बस्यो। जुनेलाई घरमा भित्राउनु भन्दा बरु प्लानमा सामेल हुन्छु भन्यो। अनि कागज नक्कली बनाएर त्यसमा ल्याप्चे लगायो। लाल पूर्जा मेरो हातमा राखिदियो। अनि राजले लाल पूर्जा र नक्कली कागज देखेर हो भन्ने सोच्यो। घरबाट उठी बास लाग्यो भने कहाँ जाने भन्ने उसलाई डर लाग्यो। अनि उसले बिहे गर्न ओके भन्यो। र आज मेरी छोरीले उसको खुसी पाउँदैछ। राजको बाउलाई मान्छु म। जब त्यति थोरै पैसामा बिगेर आफ्नो छोराको खुसीको मतलबै गरेन। दाइ राजको बाउ जातपातको कट्टर विरोधी हो नि। समाजमा इज्जत जान्छ भनेर यो सब गरेका हुन्। दलित भित्रिदा समाजमा कसरी मुख देखाउने भन्ने डर थियो उहाँलाई। यदि त्यो डर हुने थियो भने आज राज तिम्रो हुँदैन थियो छोरी। राजलाई तिम्रो बनाउनु पनि त्यो डर जरुरी थियो। आज ऊ दङ्ग होला।
राजले काजी खानदानसँग सम्बन्ध जोड्न लाग्यो भनेर। बाबा, भगवान पनि राज र म एक भएको हेर्न चाहनुहुन्छ। त्यही भएर उनले यो सब प्लान सफल बनाउन सहयोग गरे। बिचारा जुनेको माया लागेर आयो त। राज राज भनेर मरि हत्या गर्थे। आज त्यो पनि अरू कसैसँग बिहे गर्दैछ। अब पार्वती र राजको जीवनमा कहिले पनि आउँदैन त्यो जुनी। सबै कुराले कस्तो मजाले साथ दिएको। भाग्य मानिरहेछु म त। खोइ त राजको परिवार त हुँदैन नि त। बाबा, राजले कतै धोका दिन लागेको त होइन? यति बेलासम्म आइपुगेकै छैनन्। तिमी चिन्ता नगर छोरी, राज त्यस्तो धोका दिने मान्छे होइन। बाबा, म एकचोटि राजलाई कल गर्छु है। हुन्छ हुन्छ। आइहाल्यो। नमस्कार नमस्कार। ढिलो गर्नुभयो त आउन? अलिकति टाइम लाग्यो।
राज यताउता के हेरेको? बेहुली त यहीँ छु त। पण्डितजी बिहे सुरु गरौँ अब। हजुर सबैलाई नारायण है। नारायण। सबैजना आइसक्नुभएछ, बिहे सुरु गरौँ है। ल बेहुलीले बेहुलालाई यसो परिक्रमा गर्न पर्यो। बेहुला अगाडि आउनुहोस् त यहाँ। घुम्नुहोस् त बेहुली। ओम यानि कानि जप पानी जन्मान्तर कीर्तनि च तानि सर्वाणि नश्यन्तुं प्रदक्षिणां पदे पदे यानि कानि जप पानी ब्रह्महत्या समानि च तानि सर्वाणि नश्यन्तुं प्रदक्षिणां पदे पदे। है ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरि। हजुरलाई दिन्छ। ओम तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव तस्मै प्रत्येतङ्ग्रियं स्मरामि। अब स्वयंवर विधि आयो। ल वरले वधुलाई माला लगाइदिन्छ, स्वयंवरको माला। ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरि। सबैजनाले ताली बजा। खै त ताली बजाऊ न। अब चाहिँ खै स्वयंवरको अंश ल्याउनु त। खै आऊ यताबाट ल्याउनु त। ओम ल एक अर्का लगाइदिनु न। ओम तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मी प्रत्येतङ्ग्रियं स्मरामि।
छोरी के सोचे कि अब बरमाला बरले बदुला लगाइदिनु त ल। ओम सुमुखास्य गदन्तस्य कपिलो गजकर्णका लम्बोदरस्य विकटो विघ्ननाश विनायक डुम्रके दुर्गणादिन्छु वरचन्द्र गजानन। राज, तिमीले मेरो मिसन अधुरो बनाएन? म्याम, तपाईको मिसन पूरा हुन्छ, अवश्य हुन्छ। तर क्रिमिनललाई समाउने, बिहे गराउने होइन। जुनेसँग बिहे गराउने मिसन पनि ठुलो थियो मेरो। समाज परिवर्तनको लागि, जातीय विभेद अन्त्यको लागि। विभेद त अन्त्य भइसक्यो त म्याम। अहिलेको जमानामा कसले विभेद गरेको छ र? छुवाछुत अन्त्य भयो, विभेद अन्त्य भयो भनेर सबैले भन्छन्, समान व्यवहार गर्छौँ भन्छन्। यो भनेको अन्त्य हुनु होइन र? भनाइ र गराइमा धेरै फरक छ बाबु। यदि जातीय भेदभाव हटेको थियो भने रुकुममा त्यो घटना घट्दैन थियो। जाजरकोटमा त्यो मान्छे अकालमा मर्नु पर्दैन थियो। कयौँ ठाउँमा बोक्सीको आरोप लगाएर गुमुत खुवाएर गाउँबाट निकाला गर्नु पर्दैन थियो। भाषणमा अन्त्य भयो विभेद, बोलीमा अन्त्य भयो विभेद। अस्ति भर्खरै काठमाडौँमा कोठा खोज्न जाँदा दलित भएकै कारणले कोठा दिएन। अनि कसरी भयो जातीय विभेदको अन्त्य? तिमीले हिम्मत गर्दा धेरैको मनोबल बढ्थ्यो र यस्तो घटना घट्न रोकिन्छ कि भन्ने आशा थियो। तर म पनि यही चाहन्छु म्याम। जातीय विभेद गढेर विभिन्न ठाउँमा जुन जुन घटनाहरू घटिरहेका छन् नि, त्यो घटना रोकियोस् भन्न चाहन्छु। विभिन्न ठाउँमा जातपात विभेद हटेर अघि बढेका उदाहरण पनि छन्।
मन्दिरमा पस्नलाई रोक लगाइन्थ्यो, तर अहिले त्यही मन्दिरमा बसेर प्रवचन दिन थालेका छन्। र यस्ता कार्यलाई धेरैले साथ पनि दिएका छन्। होइन, के गन्थन हो यो? यहाँ बिहे हुँदैछ, जातीय विभेदको चर्चा गर्ने समय होइन यो। पण्डितजी, मन्त्र कन्टिन्यू गर्नुहोस्। ल, बरले बधुलाई माला लगाइदिन्छ। ल, ओम सुमुखस्य गदन्तस्य कपिलो गजकर्णका। ल, के हेरेर बस्नुभयो? माला लगाइदिनु न। राज, किन रोकेको? लगाइदेऊ न। राज, के हो? बिहे गर्न मन छैन? किन अलमल्लेको? राज, के नाटक हो यो? आज म तपाईहरुलाई एउटा कथा भन्छु, सबैले ध्यान दिएर सुन्नु होला। एउटा गाउँ थियो, त्यो गाउँमा विभिन्न जात जातिका मान्छेहरू बस्थे। बाहुन, क्षेत्री, दमाई, कामी, विभिन्न जात जातिका। त्यही गाउँमा एउटा बाहुन केटाले तल्लो जातको केटीलाई मन पराएछ, माया गर्न थालेछ। त्यो कुरा समाजलाई पचेनछ, यहाँसम्म कि उसकै परिवारका सदस्य पनि उसको विरुद्धमा उत्रिएछन्। तर पनि त्यो केटाले हिम्मत हारेनछ, आफ्नो माया सफल बनाउँछु भनेर अगाडि बढेछ। उसले धेरै लडाइँहरू लड्दै 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 अगाडि बढ्यो। त्यही समयमा एउटा केटी सहरबाट आई। त्यो केटीले त्यो केटालाई पनि माया गर्न थाली। त्यो केटीले असाध्यै माया गर्थे। त्यो केटीको कुनै पनि गल्ती थिएन, किनकि माया गर्नु गल्ती होइन। तर त्यो केटीले त्यो केटालाई पाउनै पर्छ भन्ने सोच राखेछ। त्यसपछि उसले आफ्नो परिवारलाई यहाँसम्म षड्यन्त्र बुन्न लगाइछ कि त्यो केटा र केटीलाई अलग बनाउनको लागि हदसम्मको पार गरेछन् तिनीहरूले। यतिसम्म हद पार गरेछन् कि त्यो केटाको बाउलाई किन्न पनि भ्याएछ। किन? सही भन्दैछु नि म, होइन? मेरो बाउलाई किनेको हो कि होइन? अब लाग्छ होला यो कुरा मलाई कसरी थाहा भयो भनेर। एक रात म आफ्नो कोठामा बसिरहेको थिएँ, यति तनावमा थिएँ। त्यो बेला मेरो मोबाइलमा फोन आयो। कसको फोन भनेर यसो हेरेको, पार्वतीको फोन रहेछ। के भन्न फोन गरी भनेर उठाएपछि ऊ बोलिन। त्यसपछि त्यहाँ आवाज आउन थाल्यो। त्यो आवाज यस्ता आयो कि षड्यन्त्रको पर्दाफास भएको थियो। त्यो समयमा तिमीहरूले हदैसम्मको खेल खेल्यौ। मेरो बाउलाई तिमीहरूले थोरै पैसामा किनेर हामीलाई उठीवास लाउने षड्यन्त्र थियो, होइन? त्यही षड्यन्त्रको आधारमा आज तिमीहरूले यो बिहे गरायौ। यही गराउन चाहन्थ्यौ नि। तर मैले पनि सोचे अलिअलि नाटक म पनि किन नगरौँ? तिमीहरूले त नाटकको पराकाष्ठा नै गरेका थियौ। हो, यही नाटकको एउटा हिस्सा हो यो। म पार्वतीसँग बिहे गर्नको लागि यहाँ आएको होइन, तिमीहरूलाई यो नाटक देखाउन आएको। देख्यौ मेरो नाटक? यो सबै नाटकको हिस्सा हो र मलाई यो नाटकमा जुनेले साथ। जब तिमीहरूको सबै षड्यन्त्र मैले सुने नि, त्यसपछि जुनेले र मैले मिलेर यो नाटक गर्यौँ। काजी हाम्रो घरमा आउँदा मेरो र जीवनीको जुन भनाभन भएको थियो नि, यो सब हामीले तपाईलाई देखाउन नाटक गरेका थियौँ। सूर्य, तैँले देखेको थिइस् नि मैले जुनेलाई थप्पड हानेको, यो पनि एउटा नाटक थियो। नाटक! तर जुनेको आज बिहे हुँदै थियो, होइन? बिहे हुँदै थियो, होइन? बिहे हुँदैछ। तर कोसँग? यत्रो पुराण सुनाउँदा पनि तैँले थाहा पाइनस्? हुन त मूर्ख नपरिस्, के बुझ्थिस्? ठिकै छ, तैँले नबुझेर केही फरक पर्दैन, म तँलाई बुझाउँछु। जुने,
यो काजी परिवारलाई बदनाम गर्न नाटक गर्यो तिमीहरूले। नाटक हामीले होइन, नाटकको सुरुवात तिमीहरूले गरेका थियो। राज र जुनेलाई अलग बनाउने नाटक। राज र जुनेको माया त्यति कमजोर थिएन जुन तिमीहरूको चालले टुटिहाल्ने। तिमीहरूले नाटक गरेर मेरो बाउलाई मोहरा बनाएर नाटकको सुरुवात गर्यो। मैले पनि मेरो नाटकको अध्याय सुरुवात गरेँ। काजी खानदान यतिको गिन्न सक्छन् भनेर सोचेको पनि थिएन मैले। मलाई भड्काएर राज र जुने विरुद्ध उभ्याए। जीवने बढी नबोल। हामीले लगाएको गुण बिर्सिस् तैँले? गुण होइन त्यो, तिमीहरूले लगाएको ऋण हो। जति तिमीहरूले ऋण लगाएको छौ त्योभन्दा बढी नै तिरिसक्यौ। के फुर्ती लाउँछस् तैँले? प्रस्ताव गर्छस् धेरै भयो तिमीहरूको तमासा। तिमीहरूको षड्यन्त्र छर्लङ्ग भइसक्यो सबैको सामु। गए हुन्छ यहाँबाट। हामी हाम्रो काम सुरुवात गर्छौँ। जुने, यो सब तिमीहरूको नाटक थियो। एकपटक मलाई भनेको भए त हुने नि। मलाई कति पिर परेको थियो किन यस्तो मोड आयो भनेर। मलाई तिमीहरूको साह्रै चिन्ता लागेको थियो। आमा, हामीले यो भन्न चाहेर पनि भन्न सकेका थिएनौँ। किनकि यदि हामीले भनेको भए यो कुरा 2बाट 3मा पुग्थ्यो र यही कुरा काजी खानदानको कानसम्म पुग्थ्यो। यदि यिनीहरूको कानसम्म पुगेको भए यिनीहरूले साम दाम दण्ड भेद सबै प्रयोग गरेर हामीलाई अलग बनाउँथे। त्यही भएर हामी नभनी बस्यौँ। जानकी, मलाई पनि यो कुरा केही पनि थाहा थिएन। छोराले किन यसो गर्यो भनेर म धेरै चिन्तित थिएँ। राजले आज जे गर्यो एकदमै ठिक गर्यो। जुने, तेरो कारणले गर्दा हाम्रो बदनाम भएको छ। सँगसँगै राजलाई पनि फस्न थालेछ होइन? तँलाई म यतिको छोड्दिनँ। मेरो हुनेवाला बुहारीलाई छुने होइन। काइसा, तपाईँ पनि आफ्नो इज्जत चाहनुहुन्छ भने यहाँबाट निक्ले भइहाल्छ। जानुहोस्। तिमीहरूले यो राम्रो गरेनौ। यसको मूल्य तिमीहरूले चुकाउनु पर्ने हुन्छ। धम्की नदिनुहोस्। धम्की दिनु पनि कानुनी अपराध हो। जानुस्। ल, अब हाम्रो सम्पूर्ण बाधाहरू हटेर गए। आज म एकदमै खुसी छु। ल पण्डितजी, यिनीहरू दुईजनाको बिहे गराइदिनुहोस्। खै तल्लो जातको केटी कसरी बिहे गराइदेऊ? नियमले दिँदैन। पण्डितजी, जे छ ठिक छ, यसै छ यो। बिहे नराउनुहोस्। यसरी सही र गलत भन्न थाल्नुभयो भने पण्डितजी जेल जान सक्नुहुन्छ। विचार गर्नुहोस्। पण्डितजी, जातीय विभेद गर्नुभयो भने सजाय पाउनुहुन्छ। बिहे गराउनुहुन्छ कि जेल जानुहुन्छ? बिहे गराउने हजुर, बिहे गराउने। बेहुली छिटो आउँदा अगाडि तीनचोटि पनि गरेर मगाउनु। ल छिटो। ओम यानी कानी च बाबानी जन्मान्तर कीर्तानि च तानि सर्वाणि न सन्तु प्रदक्षिणं पदे पदे। ओम यानी कानी च बाबानी जन्मान्तर कीर्तानि च तानि सर्वाणि न सन्तु प्रदक्षिणं पदे पदे। यानी कानी च बाबानी ब्रह्महत्या समानि च तानि सर्वाणि न सन्तु प्रदक्षिणं जले जले।
विवाह सुसम्पन्न भयो। अब बेहुला बेहुली मन्दिर परिक्रमा गर्नु त ल। भगवान, मैले मागेको कुरा आज तिमीले पुरा गरिदिएका छौ। समाज परिवर्तनको लागि मैले देखेको सोच, मैले देखेको सपना सबै पुरा गरिदियो। तिमीलाई धेरै 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 धन्यवाद छ। अब जीवनको अन्तिम क्षणसम्म पनि मैले मेरो जुनेलाई साथ दिन सकूँ। अझै धेरै चुनौतीहरू हाम्रो जीवनमा आउँछन् होला। ती सबै चुनौतीहरूको सामना गरेर अगाडि बढ्न सक्ने हिम्मत दियो। सधैँभरि हाम्रो मायामा तिम्रो आशीर्वाद रहिरहोस्। भगवान, मैले सधैँ हाम्रो मायाको जित होस् भनेर तपाईँसँग मागेकी थिएँ। आज तपाईँले पुरा गरिदिनु भयो। राज र मैले देखेको सपना पुरा भयो। तपाईँलाई धेरै धेरै धन्यवाद छ। अब जीवनको अन्तिम क्षणसम्म पनि म राजको साथ कहिले छोड्ने छैन। हाम्रो मायामा सधैँ तपाईँको आशीर्वाद रहिरहोस्। जुने आमा, म आज एकदमै खुसी छु। हिँड्न गरिकन जाला राज, मेरो छोरीलाई धेरै खुसी दिनु। यसको आँखामा कहिले आँसु आउन नदिनु। मलाई थाहा छ तिमीले माया गर्छौ। यसलाई आमाको कहिले याद नआओस्, यति धेरै माया दिनु है। नरुस् न आमा, नरुनुहोस्। हाम्रो जुनेले आफ्नो माया पाउँदैछ। अब सधैँभरि खुसीको साथ आफ्नो घर गरेर खानु है बहिनी। माया दिदी, जुनीबाट केही गल्ती भयो भने छोरी सम्झेर माफ गरिदिनुहोस् है। यस्तो कुरा नि तिमीले मलाई भन्नुपर्छ र जानकी। जुनी मेरो घरको बुहारी होइन, छोरी हो र मेरो छोराको खुसी हो। जुनै अब हिँड। आमा, तपाईँले केही पनि चिन्ता गर्नु पर्दैन। जुने आजबाट त्यो गर्न धेरै खुसी भएर बस्नेछ। तपाईँ पनि त यही चाहनुहुन्थ्यो नि, जुने र म एक हौँ भनेर होइन र? हो राज, केही पनि चिन्ता नगर्नुहोस् है जीवन। आमा, तपाईँ चिन्ता नलिनुहोस्। राजले हाम्रो बहिनी जुनेलाई सधैँभरि खुसी दिएर राख्नेछ। ल तिमीहरू एकछिन यहीँ बस्दै गर, म भित्राउने तयारी गर्छु है। आमा घरमै बस्नुभएको भए अहिले तयारी सबै भइसक्यो। के गर्नु, आमाले आज
बा र आमा दुवैको कर्तव्य पुरा गर्नुभएको छ। हो नि राज। खुसी छेस् नि? एकदम खुसी छु। ल अब तिमीहरू दुईजना चाहिँ कहिले टाढा हुन नपरोस्। खुसी छौ नि? खुसी छु। तिमीहरू भन्दा खुसी म छु। दाहिने खुट्टा पहिला। आज म तपाईहरुलाई एउटा कथा भन्छु। सबैले ध्यान दिएर सुन्नु होला। एउटा गाउँ थियो। त्यो गाउँमा विभिन्न जात जातिका मान्छेहरू बस्थे। बाहुन, क्षेत्री, दमाई, कामी, विभिन्न जात जातिका। त्यही गाउँमा एउटा बाहुन केटाले तल्लो जातको केटीलाई मन पराएछ, माया गर्न थालेछ। त्यो कुरा समाजलाई पचेनछ। यहाँसम्म कि उसकै परिवारका सदस्य पनि उसको विरुद्धमा उत्रिएछन्। तर पनि त्यो केटाले हिम्मत हारेनछ। आफ्नो माया सफल बनाउँछु भनेर अगाडि बढेछ। उसले धेरै लडाइँहरू लड्दै 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 अगाडि बढ्यो। त्यही समयमा एउटा केटी शहरबाट आई। त्यो केटीले त्यो केटालाई पनि माया गर्न थाली। त्यो केटीले असाध्यै माया गर्थी। त्यो केटीको कुनै पनि गल्ती थिएन, किनकि माया गर्नु गल्ती होइन। तर त्यो केटीले त्यो केटालाई पाउनै पर्छ भन्ने सोच राखेछि। त्यसपछि उसले आफ्नो परिवारलाई यहाँसम्म षड्यन्त्र बुन्न लगाइछ कि त्यो केटा र केटीलाई अलग बनाउनको लागि हदसम्मको पार गरेछन् तिनीहरूले। यतिसम्म हद पार गरेछन् कि त्यो केटाको बाउलाई किन्न पनि भ्याएछन्। किन? सही भन्दैछु नि म, होइन? मेरो बाउलाई किनेको हो कि होइन? अब लाग्छ होला यो कुरा मलाई कसरी थाहा भयो भनेर। एक रात म आफ्नो कोठामा बसिरहेको थिएँ। यति तनावमा थिएँ। त्यो बेला मेरो मोबाइलमा फोन आयो। कसको फोन भनेर यसो हेरेको, पार्वतीको फोन रहेछ। के भन्न फोन गरी भनेर उठाएपछि ऊ बोलिन। त्यसपछि त्यो आवाज आउन थाल्यो। त्यो आवाज यस्ता आयो कि
षड्यन्त्रको पर्दाफास भएको थियो त्यो समयमा। तिमीहरूले हदैसम्मको खेल खेल्यौ। मेरो बाउलाई तिमीहरूले थोरै पैसामा किनेर हामीलाई उठीबास लाउने षड्यन्त्र थियो होइन? त्यही षड्यन्त्रको आधारमा आज तिमीहरूले यो बिहे गरायौ। यही गराउन चाहन्थ्यौ नि। तर मैले पनि सोचे अलिअलि नाटक म पनि किन नगरौँ? तिमीहरूले त नाटकको पराकाष्ठ नै गरेका थियौ। हो, यही नाटकको एउटा हिस्सा हो यो। म पार्वतीसँग बिहे गर्नको लागि यहाँ आएको होइन, तिमीहरूलाई यो नाटक देखाउन आएको। देख्यौ मेरो नाटक? राज, यो अपमानको बदला तँसँग म लिएरै छोड्छु। तँलाई म यत्तिकै छोड्दिनँ। तैँले यत्रो समाजको अगाडि हाम्रो काजी परिवारको बदनाम गरेछ छैन? पक त म त्यत्तिकै कहाँ छोड्छु र? दुनियाँ समाजको अगाडि तैँले मन्दिरमा बिहा गर्छु भनेर बोलाइस्, तर गरिनस्। तँलाई पक के गर्छु? यत्रो बदनाम गर्नु थियो त किन बोलाइस्? मन्दिरमा किन बोलाइस्? तँलाई त के गर्छु पक्न, हेर्दै जा। तेरो वैवाहिक जीवन नि म कहिले सफल हुन दिन राज। पक त जसरी जुनसँग खुसी भएको छस् नि त्यसरी तेरो जिन्दगी तस नस पारेर छोड्छु म। काजीको छोरी पार्वती पो हो त, पक्न। यो सबै नाटकको हिस्सा हो र मलाई यो नाटकमा जुनेले साथ दिए। जब तिमीहरूको सबै षड्यन्त्र मैले सुने नि, त्यसपछि जुनेले र मैले मिलेर यो नाटक गर्यौँ। काजी हाम्रो घरमा आउँदा मेरो र जीवनीको जुन भनाभन भएको थियो नि, यो सब हामीले तपाईँलाई देखाउन नाटक गरेका थियौँ। सूर्य, तैँले देखेको थिइस् नि मैले जुनेलाई थप्पड हानेको, यो पनि एउटा नाटक थियो, नाटक। तर जुनेको आज बिहे हुँदै थियो होइन? बिहे हुँदै थियो होइन, बिहे हुँदैछ। तर कोसँग? यत्रो पुराण सुनाउँदा पनि तैँले थाहा पाइनस्? हुन त मूर्ख नपरिस्, के बुझ्थिस्? ठिकै छ, तैँले नबुझेर केही फरक पर्दैन, म तँलाई बुझाउँछु। जुने, तैँले र राजले मेरो जिन्दगीमा नाटक गरेको रहेछ होइन? आजको रात त बिताओ, भोलिको दिन तिमीहरूको लागि अभिशाप बन्ने छ। पार्वतीलाई के गरेको छ पार्वतीले त्यत्तिकै छोड्दिन। हेर्दै जाओ न, तिमीहरूको कालो दिन सुरु हुन्छ अब। पक्लास जुने र राज, म यत्तिकै छोड्दिन। यो काजी परिवारलाई बदनाम गर्न नाटक गर्यो तिमीहरूले? नाटक हामीले होइन, नाटकको सुरुवात तिमीहरूले गरेका थियो। राज र जुनेलाई अलग बनाउने नाटक। काजीकी छोरीलाई लत्याएको होइन तैँले? यत्रो समाजको अगाडि हाम्रो बेइज्जत गरिस्। यसको नतिजा चाँडै देख्छस्। धेरै भयो तिमीहरूको तमासा। तिमीहरूको षड्यन्त्र छर्लङ्ग भइसक्यो सबैको सामु। गए हुन्छ यहाँबाट, हामी हाम्रो काम सुरुवात गर्छौँ। जुने, आजको रात तेरो खुसीको अन्तिम रात हुनेछ। यो पार्वतीले तँलाई छोड्दिन। राज, आज म एकदमै खुसी छु। आज हाम्रो माया सफल भएको छ।
मैले समाज परिवर्तनको लागि देखेको सपना पुरा भएको छ आज। तर यो लडाइँ यत्तिकै सकिँदैन। अझै धेरै बाधा चुनौतीहरूको सामना गर्नुपर्छ हामीले। हरेक बाधा चुनौतीमा त मेरो साथमा भइस् भने म जस्तोसुकै परिस्थितिमा पनि अगाडि बढ्न सक्छु। मात्र त मेरो साथमा सधैँ बसिरह। यस्ता परिस्थितिहरू हामीले जीवनको अन्तिम साससम्म पनि लडिरहनुपर्छ। म तिमीलाई त्यो अन्तिम साससम्मको लडाइँमा पनि साथ दिइरहन्छु।